गाइस गुरुबाको पनि गुरुबा हजुरबाको च्यानलमा हजुरलाई स्वागत छ। हाम्रो एसईको रिजल्ट पनि आइसक्यो। माध्यमिक शिक्षा परीक्षा एसईले पुरै परीक्षाको डेट पनि तोकिसकेको छ। डेट कति हो? यही विकमा आउँछ, यही हप्तामा आउँछ। ढुक्क बस्नुस्। कतिको बिचमा? 16 देखि 20 असारको 16 देखि 20 को बिचमा कन्फर्म नै आउँछ। कन्फर्म नै यो चाहिँ लेखाएर राख्नुस्। 20 भन्दा माथि जाँदै जान्न हेर्नुस्। अब टेक्निकल प्रब्लम पनि हुन्न भने लगभग आइसकेको छ। नयाँ न्युज के आयो म एनबिको तर्फबाट हजुरलाई पढाएर सुनाउँछु। गुड न्युज फर एसई स्टुडेन्ट। गएको वर्षहरूमा एसईको नतिजा प्रकाशित गर्दा उत्तर पुस्तिका सुपरिवेक्षकले 20% उत्तर पुस्तिका मात्र सुपरिवेक्षण गरेर बाँकी सबैको उत्तर पुस्तिका अनुमानकै भरमा मूल्याङ्कन गर्ने विधि थियो, जसले धेरै विद्यार्थीहरूमा तनाव आउनुको साथै मर्कामा परेको थियो। A+ ल्याउने विद्यार्थी फेल भएको नतिजा समेत प्रकाशित भएको हुन्थ्यो। त्यसैले यो वर्षदेखि भने उत्तर पुस्तिका सबै पाना पल्टाएर परीक्षण गरिन्छ। यो चाहिँ नयाँ न्युज हो। सबै पाल्टा हजुरको सबै पाना पल्टेर राम्ररी तपाईँको परिवेक्षण गरिन्छ र हजुरको यदि 70 आउनु छ भने हजुरको 70 नै आउँछ। हजुरको 70 मा 20 आउनु छ भने 20 नै आउँछ। हेर्नुस्, 20 ला 22 यस्तो त्यस्तो हुँदैन। जे हो त्यही हो, फ्याक्ट हुन्छ र राम्ररी गरिन्छ। र हजुरको 27 पास मार्क्स हो, हजुरले 25 सम्म ल्याउनु भयो भने पनि त्यसलाई तान्ने कोसिस चाहिँ गरिन्छ। यो चाहिँ रुल नै हो एउटा। अनि अर्को चाहिँ गुड न्युज हजुरलाई के सुनाइदिन्छु भनेपछि एसईको रिजल्टबाट यी अन्तिम चरणमा पुगिसकेको छ। एसईको रिजल्ट हेर्नुहोस्, अन्तिम चरणमा पुगिसकेको छ। पढ्न सक्नुहुन्छ। त्यसरी अब नहतारिकन वेट गर्नु होला। असारको 20 गते धेरै लाग्दैन गाइस। र नयाँ अपडेट पाउनको लागि सब्सक्राइब गरिदिइहाल्नु होला। म नयाँ अपडेट लिएर आइहाल्छु। म वेबसाइटहरू पनि चेक गरिरहन्छु। धन्यवाद।